अनि आज तपाईहरुको बीचमा यो नौलो विषय होइन है, तर प्रभुले मलाई यही वचन चाहिँ मलाई अभ्यास गर्नुभयो अनि तपाईले सुनिरहनु भएको विषय नै हो। यहीबाट चाहिँ आज प्रभुले हाम्रो जीवनमा केही कुराहरू बताउन चाहदै हुनुहुन्छ। इजकियल 37 अध्यायको 1 देखि 14 सम्म हामी हेर्नेछौँ। परमप्रभुको हात म माथि पर्यो अनि उहाँले मलाई परमप्रभुको आत्माद्वारा ल्याउनु भई हाडै हाड भएको बेसीमा राख्नुभयो। उहाँले मलाई ती हाडहरू भरिएको बीचमा तलमाथि लानुभयो र मैले त्यस बेसीको जमिनमा थुप्रै हाडहरू देखेँ। ती हाडहरू असाध्य सुकेका थिए। उहाँले मलाई सोध्नुभयो, हे मानिसको छोरो, के यी हाडहरू फेरि जीवित हुन सक्छन्? मैले जवाफ दिएँ, हे परमप्रभु परमेश्वर, यो त केवल तपाईले मात्र जान्नुहुन्छ। तब उहाँले भन्नुभयो, यी हाडहरूलाई अगमबाडी गरेर भन्, हे सुकेका हाड हो, परमप्रभुको वचन सुन। यी हाडहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, म तिमीहरूमा सास हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ। म तिमीहरूमा नसाहरू टाँसिदिनेछु र तिमीहरूमा मासु बढाइदिन्छु र छालाले म ढाकिदिनेछु र तिमीहरूमा सास हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ, परमप्रभु भन्नुहुन्छ। आमेन। हामीले भर्खरै हेर्यौँ इजकियल 37 अध्यायको हामी 1 देखि 14। आज मण्डलीलाई परमेश्वरले वचन पठाउनु भएको छ। इजकियल अगमवक्ता 5 मेजर प्रोफेट्स मध्येको एक। 5वटा चाहिँ ठुला अगमवक्ताको पुस्तकहरू छन्, जसमध्ये तीका लेखक चाहिँ 4वटा हुन्। एर्मिया र बिलाप चाहिँ एर्मियाले लेख्नु भएको। तीमध्ये 5वटा पुस्तक मध्ये चाहिँ इजकियलको पुस्तक लेख्ने चाहिँ इजकियल अगमवक्ता हुनुहुन्छ। अनि यहाँनिर चाहिँ इजकियल अगमवक्तालाई चाहिँ परमेश्वरले एउटा सुक्का हाडहरूको बेसीमा लानु भएको छ। अनि हामी हेर्छौँ भने इजकियल ऊ आफै पनि के त एउटा पुजारीको छोरो थियो। अनि ऊ आफै चाहिँ तालिम लिँदै थियो। ऊ आफै चाहिँ के त म पुजारी हुनुपर्छ, म पनि प्रिस्ट हुनुपर्ने भनेर उसले तालिम लिँदै थियो। ठिक 30 वर्षको उमेरमा उनलाई चाहिँ परमेश्वरको बोलावट आएको छ। हामी थोरै हिस्ट्री हेर्छौँ, किनभने हामी थियोलोजी पढ्नेहरूलाई थाहा छ नि तपाईँहरूलाई, पुरानो करारभित्र नयाँ करार लुकेको हुन्छ। नयाँ करारलाई पनि पुरानो करारलाई प्रकट गरेको हुन्छ। नयाँ करारको कुरो बुझ्नलाई हामीले पुरानो करार पनि पढ्नु पर्ने हुन्छ। किनभने यस ख्रिस्टले पनि त लुका 24:44 भन्नुभएको छ, मोसाले र अगमवक्ताले बोलेको कुराहरू पुरा हुनुपर्छ। यस ख्रिस्टले पनि भन्नुभएको छ। इजकियललाई यस्तो समयमा बोलावट आएको थियो कि इस्राएलीहरूको चाहिँ इतिहासमा हेर्ने हो भने सबैभन्दा अन्धकारको समय, सबैभन्दा ब्ल्याक डेज, त्यस्तो दिनहरूमा चाहिँ इजकियललाई चाहिँ बोलावट आएको थियो। निर्वासनमा भएको बेला उनीहरू निर्वासनमा किन लग्यो त्यो हामीलाई थाहा छ। पास्टर मणिज्यूले पनि उहाँको एक्चुअली वचनमा उहाँले एउटा लामो इतिहास आदमदेखिको उहाँले चाहिँ मोसा यहोशूसम्मको इतिहास बताउनु भएको थियो। त्यसलाई कन्टिन्यू गर्नु हो भने प्रतिज्ञाको देशमा आइपुगेर हुँदै हुँदै न्यायकर्ता हुँदै हुँदै उनीहरूले राजा माग गरे, राजा साउललाई दिनुभयो। साउलले पनि के गर्यो, आज्ञा उल्लङ्घन गर्यो, दाउदलाई खडा गर्नुभयो। दाउदलाई परमेश्वरले कति ठुलो प्रतिज्ञा गर्नुभयो, तेरो पुस्तासम्म आशिष दिनेछु, ठुलो प्रतिज्ञा गर्नुभएको थियो। भर्खर मात्रै दाउदलाई त्यत्रो ठुलो प्रतिज्ञा गर्नुभएको। तर दाउदको मृत्युपछि के आयो, राजा सोलोमन। सोलोमन बुद्धिमानी थियो, उसको गल्ती के भयो, 1000वटा श्रीमती थियो उसको। अन्य जाति स्त्रीहरूले विवाह गर्यो। अन्य जाति स्त्रीहरू विवाह मात्र गरेन, उसले के गर्यो, उनीहरूले मान्ने देवी देवतालाई पनि माने, जसको कारण परमेश्वरले भन्नुभयो अब तेरो राज्य म खोज्नेछु। सोलोमन पछि के भयो, त्यो राज्य के भयो, विभाजित भयो। त्यसपछि उत्तरी राज्य र दक्षिणी राज्य भनेर इस्रायल चाहिँ टुक्रिएको छ। 10वटा कुल चाहिँ यरोबामतिर लाग्यो, 2वटा कुल चाहिँ रहबामतिर लागेको छ। रहबामतिर लागेको कुल चाहिँ को थियो, यहुदा र बेन्यामिन कुलका थियो। र यहुदा कुलबाट नै कसको जन्म भएको हो, येशू ख्रीष्टको जन्म भएको। अब भर्खरै त अब दाउदलाई यत्रो ठुलो प्रतिज्ञा गर्नु भएको थियो, सबै कुरा राम्रै चलिरहेको थियो। अचानक के भयो, नबुकदनेस्सरले के गर्यो, आक्रमण गर्यो, सबैलाई के गरेर लिएर गयो, कैदी बनाएर लगेर। इस्राएलीले पत्याउनै सकेन के भयो यो, भर्खरै परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको। उनीहरूले विश्वासै गर्न सकेन त्यो कुराहरूलाई। नबुकदनेस्सरले एकचोटि मात्र होइन, 3 पटक हमला गरेको छ। पहिलोचोटि हमला गर्दाखेरि कसरी लिएको तपाईँलाई थाहा छ नि हामीलाई, दानियल, शद्रक, मेशक एकदमै राम्रो राम्रो युवकहरू जसलाई चाहिँ उनीहरूले उता लगेर चाहिँ के त
उनीहरूको सैनिकमा चाहिँ भर्ना गर्न सकोस्, काममा लाउन सकोस् भनेर राम्रो राम्रो जवानहरू लिएर गएको थियो दानिएललाई र उसको साथीहरूलाई। फेरि 597 BC-मा फेरि आएर फेरि आक्रमण गरेर के गर्यो, फेरि 10,000लाई लिएर गयो। त्यो मध्येमा को थियो? इजिकियल। दोस्रो पटक चाहिँ पक्रेर लाने कैदीहरू मध्ये को थियो? इजिकियल थियो। फेरि तेस्रो पटक नै आउँदाखेरि त सबै मन्दिर नै भत्ताभङ्ग ध्वंस गरेर जतिजना बाँचेको थियो सबैलाई लिएर गयो। अनि परमेश्वरले त्यस्तो ठुलो प्रतिज्ञा गर्नुभएको जातिहरू हुँदाहुँदै पनि त्यो ठुलो श्राप आइपर्यो। उनीहरूले विश्वासै गर्न सकेन। उनीहरू निर्वासनमा अब कैदी भएर नोकर भएर जिउनु परेको छ परदेशमा। परमेश्वरले तर आफ्नो जातिलाई कहिले पनि के गर्नु भएन, घृणा गर्नु भएन। यूहन्ना 14:18 के भन्छ, म तिमीलाई कहिले पनि के गर्ने छैन, टुराज गर्ने छैन। परमेश्वरले चाहिँ अब मेरो जातिहरू साह्रै नै दुखित भयो। अब उनीहरूले के भयो, हाम्रो आशा हरायो, हाम्रो त अब कोही पनि छैन। त्यो अवस्थामा गुजिरहेको बेलामा इजिकियललाई चाहिँ मैले के गर्नुभयो, अब उहाँले खडा गर्नुभयो। इजिकियल 30 वर्षको उमेर हुँदाखेरि परमेश्वरले बोलावट दिनुभयो, तैँले चाहिँ अब गएर मेरो मानिसहरूलाई यो खबर तैँले भन्नुपर्छ भनेर चाहिँ इजिकियललाई यसरी चाहिँ नियुक्त गर्नुभएको। इजिकियल भन्दा पनि अगाडि नै दानिएल अलरेडी त्यहाँ दानिएलले पनि त्यहाँ अगमवक्ताको कामहरू गरिरहेको थियो। अलरेडी दानिएल अलरेडी प्रख्यात भइसकेको थियो। अनि त्यही बेलामा चाहिँ फेरि एरिमिया चाहिँ यता यरुसलेममा नै अगमबाडी गरिरहेको थियो। यो घटनाक्रम तपाईँले यसरी बुझ्न सक्नुहुन्छ। आशाको एउटा भविष्यको एउटा प्रतिज्ञाको यो कथा यहाँ चाहिँ लेखेको छ। अनि अझै हामी हेर्ने भने त्यहाँ वरिपरिका जति पनि देशहरू खिसी गरेर हाँसिरहेको थियो उनीहरू। 7वटा विदेशी राष्ट्रहरू, ओहो यरुसलेम हेर त, यिनीहरू चाहिँ परमेश्वरको जन्म बन्थ्यो, परमेश्वरको छोराछोरी बन्थ्यो, हेर यिनीहरूमाथि कस्तो दशा आइपर्यो। हाँसिरहेको थियो उनीहरू, रमाइरहेको थियो। त्यो देशहरूको लागि पनि के त न्याय आउँदैछ भनेर चाहिँ घोषणा गरेर परमेश्वरले चाहिँ इजिकियललाई वचन भएको कुरा हामी यहाँ इजिकियलको पुस्तकभरि पाउँछौँ। अब हाडे बेसीमा लानुभयो इजिकियललाई परमेश्वरले। अनि सबैभन्दा पहिलो सुरुकै पद कस्तो मजाको छ, परमप्रभुको हात म माथि पर्यो। कति असल कुरा छ नि त, परमेश्वरको हात म माथि पर्यो। परमेश्वरको हात नै हामी माथि छ भने कति के कुराको हाम्रो डर। अब एउटा बुवाले छोरालाई साबा छोरा भन्दाखेरि त हामीलाई कति एउटा ऊर्जा मिल्छ, एउटा अगुवाले विश्वासीलाई भन्दा कति ऊर्जा मिल्छ भने परमप्रभुको हात पर्दा कति आनन्द कुरा छ। इजिकियललाई चाहिँ परमेश्वरले बोलावट दिनुहुन्छ। अनि अब यहाँनिर मुनतिर हामीले अघि हेऱ्यौँ त्यो सुकेको हाडहरूले कसलाई जनाउँदै थियो, इस्रायल जातिहरूलाई जनाउँदै थियो। उनीहरू बेसारा अवस्थामा पुगेको थियो। बुझ्नैपर्छ आजको यो घटना हेर्दै गर्दाखेरि हामीले बुझ्नै पर्ने कुरा के छ भने परमेश्वरले कहिले पनि हामीलाई त्याग्नुहुन्न। यो कुरा नबिर्सनुहोस्। हामी धेरैपल्ट हामी हटी हुन्छौँ, हामी कमजोर हुन्छौँ, प्रभुको आज्ञालाई उल्लङ्घन गर्छौँ। न्याय त हामीले भोग्नै पर्छ। दाउदले पनि न्यायमा पर्नु पर्यो, तर प्रभुले हामीलाई मौका दिनुहुन्छ, प्रभुले हामीलाई प्रेम गर्नुहुन्छ। परमेश्वर जहिले पनि तपाईँ एकदमै आनन्द भएको बेलामा, खुसी हुनुभएको बेलामा, तपाईँ सुखै सुखमा भएको बेला, तपाईँ माथिल्लो लेभलमा हुँदा मात्रै प्रभुले तपाईँसँग बोल्नुहुन्न। तपाईँ जीवनको तल्लो अवस्थामा भएर जाँदा पनि प्रभु तपाईँसँग बोल्नुहुन्छ। इजिकियल अहिले आफ्नो लाइफको के थियो, एकदमै डिप्रेसनै अवस्था भन्दा हुन्छ अहिलेको भाषामा भन्ने भने। जवान अवस्थामा पक्रेर जानु परेको छ, अर्काको देशमा अब नोकर हुनु परेको छ, उसको श्रीमती पनि मरेको छ त्यहाँ। तर त्यो अवस्थामा पनि परमेश्वरको बोलावट आयो प्रिय। किन आयो? पहिलो कुरो त अब आफ्नो जातिलाई सन्देश पठाउनलाई प्रभुले छान्नुभयो। अर्को कुरो इजिकियल आफै के त योग्यको थियो नि त। आज हामी पनि त्यो अवस्थामा गइरहेका छौँ होइन, तपाईँहरू धेरैजना हामी सबैजना त्यो परिस्थितिबाट गइरहेका छौँ। तर यत्तिकै प्रभुको बोलावट चाहिँ आउँदैन। हामी योग्यको चाहिँ हुनैपर्छ, हामी आज्ञाकारी हुनैपर्छ, अनि मात्र प्रभु हामीसँग बोल्नुहुन्छ। चाहे जुनसुकै परिस्थितिमा होस् प्रभु बोल्नुहुन्छ। अब परमेश्वरले प्रश्न गर्नुहुन्छ, त्यो असाधारण प्रश्न, हे मानिसको छोरो कि यो हाडहरू फेरि जीवित हुन सक्छन्? अब हामी हुन्थ्यो भने के जवाब दिन्छौँ? हामी सक्दैन। तर प्रभु तपाईँमा सबै कुरो सम्भव छ। इजिकियलले पनि त्यही जवाब दियो, तपाईँ मात्र जान्नुहुन्छ परमेश्वर। उसले पनि भनेन, हुन्छ पनि भनेन, तपाईँ मात्र जान्नुहुन्छ प्रभु। क्रमशः हेर्दै जानु भने परमेश्वरले चाहिँ इजिकियललाई के कुराको आदेश दिनुभयो? अगमबाडी गर, अगमबाडी गर, अगमबाडी गर, अगमबाडी गर, अगमबाडी गर, बोल। अनि बोल्दै जाँदा के हो? प्रभुले काम गर्नुभयो। अहिलेको यो मानिसको स्वभाव यस्तै छ नि त, जो अलिकति पैसा कमाउँछ, जो अलिकति सुखमा छ, जो अलिक राम्रो छ, सुन्दर छ, त्यस्तै व्यक्तिहरूलाई साथी बनाउँछ। तर जो व्यक्तिहरू समस्यामा हुन्छ नि त्यस्तोको साथी कमै हुन्छ।
यहाँनिर आज सुक्खा हाडहरूको बेसीको कुरा गर्दै गर्दाखेरि हामीले बुझ्यौँ इजरायलीलाई हो यो आएको, इजरायलको लागि चाहिँ यो सन्देश आएको थियो, जुन कुरा यरुबाबेलले एज्राले नहम्याले कोसिस पनि गरे, उनीहरूले गएर मन्दिर पनि बनाए, तर त्यो अझै पुरा भएको छैन। त्यो अगाडि पुरा हुनेछ। जान्छ कति वर्ष अगाडि गरेको अगाडि अझै पुरा हुन बाँकी छ। अनि आज यो के छ भने यो विशेष यो खण्डबाट मैले ल्याउन कुरा चाहेको कुरा के भने आज हामी पनि के भने धेरैजना के त आज हामी सुकेको हड्डीहरू जस्तै भएको छ। तपाईँलाई थाहा छ हड्डीहरू उनीहरू सुकेको मात्र थिएन, उनीहरू के पनि भएको थियो, बाहिर देखिएको थियो, सबैले देखेको थियो त्यो हड्डीहरूलाई। यहुदीहरूको परम्परा अन्तर्गत के थियो भने यदि कुनै हड्डीहरू बाहिर देखिन्छ भने त्यो एउटा लाजको कुरा हुन्थ्यो, त्यो एउटा के थियो अत्याचार बेइज्जतको कुरा हुन्थ्यो। आज हामी पनि कतिजना आज हाम्रो जीवनमा पनि यो किसिमको हड्डीहरू हाम्रो सम्बन्धहरू सुक्दै गएको होला होइन। तपाईँको परिवारमा कति कुरा कठिनाइहरू आएको होला, तपाईँको सेवकाई भनेको जस्तो भइरहेको छैन होला, कमाउन चाहेको जस्तो भइरहेको छैन, जुन पनि स्वास्थ्य कुरा भनौँ, जति पनि तपाईँको जीवनमा जुन कुराहरू सुक्दै गएको छ, परमेश्वरले भन्नुहुन्छ अबदेखि के भयो बोल, अगाडि गर, म त्यो सुकेको कुरालाई फेरि के गर्छु जीवित बनाउँछु। आमेन। परमेश्वरले आज यो वचन पढाउन लागेको छ प्रियहरू। अब हाम्रो पनि कतिजनाको समस्याहरू सुकेको मात्र छैन होला, तपाईँको साथीहरूले देखिरहेको होला त्यो कुरालाई, कति त लुकाउने, अब लुकाउनै नसक्ने अवस्था पनि हुनसक्छ तपाईँहरूको। परमेश्वरले भन्दै हुनुहुन्छ तेरो मरिसकेको आशा, तेरो मरिसकेको विश्वास, तेरो मरिसकेको योजना सबैलाई अगाडि गर, फेरि म जीवित पार्नेछु। आमेन। हामी तयार छौँ? तपाईँहरूको अझै एउटा घटना म बताउँछु, दाउदको घटना। दाउद राजाको बारेमा हामी सबैलाई थाहा छ। सिक्लग पहिलो समय 30 को तपाईँहरू 1 देखि 20 मा तपाईँहरू हेर्नुभयो भने त्यहाँ हेर्नु पर्दैन तपाईँहरूले। सिक्लगमा जब चाहिँ दाउदको परिवारलाई चाहिँ अमालेकीहरूले के गर्यो आएर आक्रमण गर्यो, परिवार पनि लिएर गयो, सबै सम्पत्ति लिएर गयो, अनि त्यहाँ के आगो लगाइदियो। जब दाउद फर्केर आयो त्यो देख्दाखेरि के भयो, दाउद रुँदै रोयो, यतिसम्म रोयो कि दाउद त्यहाँ लेखेको छ उसको रुने अब के अरे आँसु नै सिद्धियो, त्यतिसम्म दाउद रोएको थियो। अब त्यहाँनिर दाउदलाई पनि दुईवटा अप्सन थियो। हेर्नुहोस् लाइफमा हामी सबैलाई दुईवटा अप्सन हुन्छ, दाउदलाई पनि दुईवटा अप्सन थियो। अब रुँदै बस्ने, अब ओहो म त लुटिएँ, म त अब हेपिएँ, मेरो सबै कुरा अब गयो भनेर बस्ने हो कि दाउदलाई अब अप्सन के थियो, आफैलाई सम्हाल्ने, परमेश्वरमा भरोसा गरेर आफ्नो सेनाहरूलाई के गर्ने इन्करेज गर्ने, गएर फेरि आफ्नो ती लुटेर लगेकोलाई भेट्ने। दाउदसँग दुईवटा अप्सन थियो। दाउदले कुन अप्सन रोज्यो? दोस्रो अप्सन रोज्यो। दाउदले आफैलाई सम्हाल्यो, आफ्नो सेनाहरूलाई फेरि खडा गर्यो, गएर के फेरि आक्रमण गर्यो। त्यो खोसिएर रहेको सम्पत्तिलाई चाहिँ मात्र लिएर आएन, अझै उसले त उसको पनि सम्पत्तिहरू के गर्यो लुटेर तसनस पारेर लिएर आयो। आज हामीलाई पनि दुईवटा अप्सन छ। म जबसँग त्यो अनलाइनमा पनि कति वचनहरू सुन्छु है, त्यहाँनिर कति आफ्नो कुराहरू राख्नुहुन्छ, साह्रै माया लाग्छ मलाई पनि। कति पछितो कुराहरू गर्नुहुन्छ, म जीवनमा यो गर्नु सक्थेँ, यो गर्नु सक्थेँ, राइट, त्यो मलाई पनि लाग्छ त्यो कुराहरू। तर अबदेखि तपाईँले पछ्ताउनु पर्दैन। हामीले के गर्नु पर्यो, अब शैतानले जति पनि हाम्रो जीवनबाट लगेर खोसेर लगेका खुसीहरू, सम्पत्तिहरू, स्वास्थ्यहरू, सम्बन्धहरू, जति पनि कुराहरू छन्, अब त्यो सबै के गर्नु पर्यो हामीले, अब शैतानको किल्लामा गएर हामीले गएर चाहिँ आक्रमण गरेर त्यो कुरालाई फिर्ता ल्याउनु पर्ने समय आएको छ। हालेलुया। तर को माथि भरोसा गरेर? परमेश्वरमा भरोसा गरेर परमेश्वरले हामीलाई विजय दिनुहुन्छ। अब हेर्नुहोस्, तपाईँ पछ्ताउनु पर्दैन। यहाँसम्म त अब भइसक्यो, अब भएको छोडिदिउँ। अब मैले यति वर्षमा के गरिसक्थेँ भन्ने लाग्छ भने प्रियहरू, हामीले अयुबको घटनालाई बिर्सनु हुँदैन। अयुबलाई अन्तिममा के गर्नुभयो? कति आशिष दिनुभयो? दोब्बर आशिष दिनुभयो। 4वटै सुसमाचार पुस्तकमा लेखेको छ नि, 5,000 खुवाउँदा कति डालो उब्रेको थियो? 12 डालो। जब परमेश्वरले हामीलाई दिनुहुन्छ, प्रशस्त गरिदिनुहुन्छ। आमेन। हामी त्यसको योग्य हुनुपर्छ। अब योएल 2 को 25 पढ्नु न, तपाईँको उत्साहलाई म पढ्न चाहन्छु। योएल 2 को 25 भन्छ, म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु जो ठुलो सलह, जवान सलह, अरू सलह अर्थात् मैले तिमीहरूका बिचमा पठाएको मेरो ठुलो सेनाले के गरेको थियो? खाएको थियो। भर्ना भन्ने वर्ड छ, इङ्ग्लिसमा अझै राम्रोसँग पढ्ने थियो। रिस्टोर, रिस्टोर, रिस्टाब्लिस, ब्रिङ ब्याक,
तपाईबाट जे कुरा चाहिँ खोसेको थियो त्यो कुरा परमेश्वरले त्यो पनि दिन्छु भन्नुभएको छ। आमेन। अब नयाँ कुरा मात्र होइन, तपाईबाट जे कुरा खोसेको थियो त्यो पनि दिन्छु भन्नुहुन्छ परमेश्वरले। कति अचम्मको परमेश्वर हुनुहुन्छ। 2024लाई म गुरुबासँग खाली भन्ने गर्थेँ, गुरुबा म 24लाई कसरी वर्णन गरौँ, यसलाई कसरी चाहिँ वर्णन गरौँ। अब अर्को एङ्गलबाट हेर्दाखेरि प्रभुले छोरा दिनुभएको छ होइन, अर्को एङ्गल हेर्दाखेरि निकै जीवनमा धेरै उतार चढाव आएको थियो, धेरै समस्याहरू आएको थियो। त्यो सबै कुरा त म तपाईँलाई बताउँदिनँ अहिले, किनभने परमेश्वरको वचन बोल्ने समयमा म आफ्नो व्यक्तिगत कुरा बताएर समय खर्च गर्न चाहन्न। कुनै दिन हामी कुनै कार्यक्रममा गवाई बाँड्ने थाङ सिक्किमको कुराहरू भयो भने त्यहाँ अवश्य म सेयर गर्छु। मलाई अहिले गर्नुको भइरहेको छ त्यो कुरा बताउनलाई। म जहिले हामी जित्दासँग कुरा गर्थ्यौँ, दाजु अब वक्ताहरूको कुरा सुन्छौँ हामी त आमामा यस्तो गवाई हुन्छ है, घरबाट लखाटेको रे यो गरेको रे, हामीसँग त गवाई नै छैन। अब के गर्नु त, अब पास्टरकै घर जानु केही छैन गवाई होइन। वचन बोल्ने अलिक हुन्छ नि त, यसो अब भात खाँदा अचार जस्तो टेस्ट दिन सकिएको छ भन्ने लाग्थ्यो। 24मा प्रभुले यति धेरै दिनुभयो, खाँदै ला अझै ला, म त पुग्यो भन्छु अझै ला। 24मा मलाई मेरो जीवनमा परमेश्वरले यति ठुलो काम गर्नुभएको छ। म चाहिँ भन्छु स्टिफनलाई एउटा छोरा दिनुभन्दा ठुलो आशिष प्रभुले जुन कुरा मेरो जीवनमा गर्नुभयो त्यो कुरा म भन्छु। किन? हाम्रो फ्यामिलीको विश्वासलाई 10 गुणामा बढाउन मद्दत गरेको छ। जब हाम्रो जीवनमा समस्या आउँछ हामी समस्याबाट ढाक्नु हुँदैन प्रिय। समस्या त्यत्तिकै अब योनाको नवोदयमा हेर्नु पर्ने थियो, एउटा अन्धो व्यक्ति देख्दै गर्दाखेरि चेलाहरूले भन्छ यसको बुवाआमाले पाप गरे हो कि गुरुजी भन्दाखेरि प्रभु यीशुले के भन्नुभयो, यसको बुवाआमाले पाप गरेर होइन, परमेश्वरको महिमाको लागि यो कुरा भएको। सधैँ तपाईँको जीवनमा समस्या आउँदै गर्दा खालि बुवाले पाप गरेर, बाजेले पाप गरेर, आमाले पाप गरेर मात्र होइन प्रियहरू। धेरै पटक परमेश्वरले चाहिँ तपाईँको जीवनलाई गवाही बनाउन चाहनुहुन्छ। परमेश्वरको महिमाको लागि त्यो कुराहरू आउँछ। त्यो समस्याहरू आउँदाखेरि तपाईँहरू धैर्यता गर्नुहोस्। कतिपल्ट तपाईँको धैर्यताको जाँचको लागि, तपाईँको विश्वासको जाँचको लागि त्यो समस्याहरू आउँछ। त्यो परिस्थितिमा तपाईँ आफ्नो विश्वासलाई पक्रेर बस्नुहोस्। हाम्रो परमेश्वर के हुनुहुन्छ? जिउँदो हुनुहुन्छ। इजरायलीको परमेश्वर पनि सेम, हाम्रो परमेश्वर पनि सेम। किन आज यो वचन पनि ल्याएको भन्दाखेरि हामीले पोजिटिभ बोल्नु पर्यो। किनकि यो वचनले मलाई इन्करेज गर्यो। चारैतिर भएभरको बल, शक्ति, सामर्थ्य, एभ्रिथिङ हामीले सबै कुरा युज गरेको हुँदै हुँदैन। यो हुँदै हुँदैन इम्पोसिबल भनेको मेरो कानमा अझसम्म गुन्जिरहेको छ। वी क्यानट हेल्प। अनि गुरुबालाई पनि मैले सेयर गरेको थिएँ। गुरुबा पनि बिचरा फोन गर्नुहुन्थ्यो, म त आज राति सुत्न सकिनँ, 4 बजे उठेर प्रार्थनाले रोएर भन्नुहुन्थ्यो क्या। त्यो एउटा प्रेम है। अब तपाईँले भन्नुलाई गुरुबाले चाहिँ ओ भाइलाई त कति वास्ता गरेको भन्नुलाई हामीले दोहोरो हुन्छ ताली क्या। गुरुबाले फोनै गरेन, गुरुबाले वास्ता गरे, तपाईँले कति वास्ता गर्नुभएको छ। मलाई गुरुबाले खबुज टोकेर ड्युटी गएको पनि मलाई थाहा हुन्छ। दोहोरो हामीले हाम्रो गुरुजनको पनि वास्ता गर्नु पऱ्यो नि त। सुक्खा रोटी खाएर ड्युटी गएको हामीले देख्दैनौँ, गाडी चढेको अनि सङ्गतिमा गएको मासु भात खाएको चाहिँ हामी देख्छौँ। गुरुबाले हाम्रो आँखा बिच इसारा हुन्थ्यो, काम भयो भएन, प्रभुले गर्नुहुन्छ। म पनि यही भन्ने, गुरुबाले पनि प्रभुले गर्नुहुन्छ। हामीले लाउने बल, शक्ति, सामर्थ्य सबै कुरो लगाएको हो हुँदैन। बिचकेर हामीले परमेश्वरको हातमा छौँ। ब्याटल इज नट योर्स, इट्स माइन। परमेश्वर के भन्नुहुन्छ? लडाइँ के हो? तेरो होइन, मेरो, म लड्छु। त्यो वचन हामीले पक्राइने हो। अचम्मको काम गर्नु हामी छ। त्यो म तपाईँलाई सेयर गर्छु एकदिन है। आज म यहाँ खडा हुने व्यक्ति होइन, तर प्रभुले आज खडा गर्नुभएको छ। यो वचन बोल्नलाई यहाँ योग्य भन्नुभएको छ। कुनै सम्भव कुरा सम्भव हुन्छ भने त्यो मिराकल होइन। याद गर्नु भयो, यो इम्पोसिबल कुरा थियो। लाउनु पर्ने हरेक पावर हामीले गुहार्न पर्ने हो, गुहार, एभ्रिथिङ वी युज एभ्रिथिङ। परमेश्वरले काम यो किन मैले भनेको भने आजको वचनसँग रिलेटेड छैन है। पिङ्कु चाहिँ कहिले कहिले सिरियस हुन्थ्यो, उसले चाहिँ अब के गर्नु। अनि एक दिन चाहिँ म चाहिँ अब प्रार्थना गरेँ, चाहिँ गाडीमा गएर चाहिँ हामी पोजिटिभ बोल्नुपर्छ होइन। गाडीमा गएर मैले मसँग रेकर्ड छ 20 मिनट मैले पोजिटिभ कुरा बोलेँ। जुन कुरा भएको थिएन आई सेड इट्स अलरेडी डन। आज म यो गवाई सुनाउँदैछु भनेर मैले यो पछि हुने कुरालाई त्यति बेला बोलेँ मैले। हामीले अगाडि प्रभुको नाममा एभ्रिथिङ इज पोसिबल। जुन कुरा भएकै थिएन मैले सबै भइसक्यो। आज म तपाईँलाई मैले गवाई सुनाउँदैछु, यो म यस्तै सबै कुरा मैले गाडीमा गएर सब रेकर्ड गरिदिएँ। आफ्टर 2 days म ग्रोसरीमा गएको थिएँ। पिङ्कुले भन्यो सबै चेक यो इमेल। मैले पार्किङमा गएर इमेल चेक गरेँ।
जबदेखि म यति रोयो प्रभुलाई धन्यवाद मेरो लाइफको बिग टर्निङ पोइन्ट थियो मेरो विश्वास लेभल 100% माथि पुग्यो त्यो इम्पोसिबल अनि हामी प्रभुलाई धन्यवाद त्यो एकजना दिदी आउनुभयो घरको सँगै मेरो आमाले मलाई त्याग्यो बुवाले मलाई त्याग्यो श्रीमानले मलाई त्याग्यो मेरो आमाले होइन आमा चाहिँ मृत्यु भयो मेरो छोरी अनि त्यसपछि मलाई लाग्यो अब प्रभु नै छैन अब म प्रार्थना नगरेको मैले 6 महिना कति महिना भइसक्यो छक्क पऱ्यो नि हामी त्यो बेला पनि इन्करेज गरेँ रुँदै हुनुहुन्थ्यो नाम लिँदिनँ गुरुबा पनि सँगै आउनुभएको थियो गुरुबा प्लिज तपाईँले आएर प्रार्थना गरिदिनुहोस् न इन्करेज दिनुहोस् त मलाई यस्तो भएको रहेछ सो तपाईँको लाइफमा पनि कता फरक होला तर मेबी तपाईँहरू त्यो सिचुएसनबाट गइरहनु भएको छ होला हेर्नुहोस् प्रियहरू परमेश्वरमा सबै कुराहरू सम्भव छ तपाईँलाई त्यो हार्डको बेसीबाट प्रभुले के गर्न चाहनुहुन्छ निकाल्न चाहनुहुन्छ आमेन आमेन अब समय आइसकेको छ अब के कुरा यो कुरा अड्केको हामीले त खोताले इतिहासदेखि क्वेसन कसको नराम्रो बोलेको छ कि प्रभुले चाहिँ कतिपल्ट आफ्नो महिमाको लागि गर्नुहुन्छ हामीलाई नै बोली बनाउनको लागि गर्नुहुन्छ हामीलाई नै जाँचको लागि गर्नुहुन्छ प्रियहरू अनि जब हामी आफ्नो दिमाग आफ्नो बल प्रयोग गर्छौँ परमेश्वरले भन्नुहुन्छ द ब्याटल इज नट योर्स इट इज माइन तर हामीले के गर्नु पर्यो हामीले पोजिटिभ एउटा डक्टरको हामीले अब इन्टरभ्यू सुन्दै थियो नि त बिरामी चाहिँ दबाईले भन्दा पनि बढी आफ्नो आत्मबलले चाहिँ जिउनुहुन्छ अरे क्या दबाईभन्दा बढी पनि इम्पोर्टेन्ट के अरे मन्डीको हुन्छु यहाँ इजरायलले पनि अब हामी त त्याग्यो खत्तम भयो अब हाम्रो आशा छैन हामी त अब आशा हरायो त्याग्यौँ इजरायलले पनि यही कन्भर्ट गरेको थियो उनीहरू पनि अझै सुक्दै हड्डी भइसक्यो हड्डी मात्र होइन बेजत भइसक्यो बाहिर सबैले देखिरहेको छ छरपष्ट भइसक्यो त्यो कङ्कालहरू सबैले देखिरहेको छ त्यो अवस्थामा परमेश्वरले भन्नुभयो आई विल रिस्टोर तिमीहरूबाट जे कुरा खोसेको थियो आई विल ब्रिङ ब्याक टु यु त्यो कारण प्रिय आज हाम्रो मण्डलीलाई पनि परमेश्वरले रिस्टोर गराउन चाहनुहुन्छ हाम्रो मण्डलीलाई पनि के गर्न चाहनुहुन्छ जिउँदो बनाउन चाहनुहुन्छ आजैदेखि हामीले घोषणा गर्नेछौँ परमेश्वरको नाममा हेर्नुहोस् साक्षी म छु हेर्नुहोस् गुरुबार हुनुहुन्छ धेरैजना हुनुहुन्छ परमेश्वरले कसैलाई पनि पक्षपात गर्नुहुन्न इच एन्ड एभ्री वान परमेश्वरले सबैलाई प्रेम गर्नुहुन्छ तपाईँको अवस्था परमेश्वर जान्नुहुन्छ प्रिय मानिसको लागि असम्भव कुराहरू आज परमेश्वरको लागि के हुन्छ सम्भव हुन्छ त्यो कारणले आज तपाईँलाई यो वचन अब इतिहास धेरै व्याख्या गर्नु अझ लामो हुन्छ तर यो सन्देश तपाईँलाई लिएर आउने कारण चाहिँ अब बेला आएको छ शैतानले भन्छ हामीलाई हुँदैन यो कुरा तेरो यो हुँदैन तेरो अब मिलाप हुँदैन तेरो बच्चा हुँदैन त निको हुँदैन धेरै कुरा भन्छ शैतान के हो झुटको पिता धेरै झुटो कुराहरू हाम्रो दिमागमा ल्याइदिन्छ निराशा कुरा ल्याइदिन्छ तर अब दिस इज द राइट टाइम त्यो कुरालाई सुन्दैन हामीले नो सुन्दैन यो कुराहरू हुन्छ अनि एउटा कुरा छ नि परमेश्वरले के चाहनुहुन्छ हाम्रो एउटा माग्ने तरिका पनि फरक हुनुपर्छ माग्दा के अरे हामीले कसरी माग्नुपर्ने भइसकेको छ भनौँ न पाइसकेको छु भन्ने त्यो चाहिँ के हो त्यो विश्वास हो क्या हुनेछ भनेको के हो आशा भइसकेको छ मिन्स के हो त्यो विश्वास हामीले यसरी चाहिँ घोषणा गर्नु पर्यो हामीले यसरी चाहिँ दाबी गर्नु पर्यो अब यो कुराहरू बोल्नलाई तपाईँ अगमवक्तै हुनु पर्दैन नि त यदि हामी परमेश्वरमा भरोसा गर्छौँ यो कुरा तपाईँको जीवनमा बोल्दै गरेर तपाईँले अगमवक्ता हुनु पर्दैन तपाईँ परमेश्वरको अभिषेक हुनुहुन्छ यो आर द चोजन वन हरेकको जीवनमा परमेश्वरले मिराकल गर्न चाहनुहुन्छ तर विश्वास साथ हामीले के गर्नु पर्यो घोषणा गर्नु पर्यो हालेलुया हितोपदेश 18:21 के भन्छ जीवन र मृत्युको शक्ति केमा छ अरे जिब्रोमा हुन्छ आज यही जिब्रोले के हुन्छ मृत्यु ल्याउँछ यही जिब्रोले के ल्याउँछ जीवन ल्याउँछ आज यो कुरा चाहिँ अन्य जातिले त विश्वास गर्छ भने हामी त हाम्रो साथमा त परमेश्वर हुनुहुन्छ प्रिय मान्छेको एउटा भनेको छ नि म प्रभुको विश्वास गरेको छु मैले आशिष पाउँछु होला फेभर पाउँछु होला भन्छौँ तर हामी योग्यताको जीवन जिउनै पर्छ हामी त्यसको लागि मूल्य चुकाउनै पर्छ त्यत्तिकै आशा आउँदैन इस्रायलीहरूको यहाँनिर चाहिँ आशा हराएको अवस्थामा त्यो परिस्थितिमा परमेश्वरले जसरी एउटा आशाको सन्देश पठाउनु भएको थियो आज यही सन्देश आज हाम्रो मण्डलीलाई पनि परमेश्वरले पठाउँदै हुनुहुन्छ प्रिय अबदेखि उसो हाम्रो लाजहरूलाई परमेश्वर के हुनुहुन्छ ढाक्नुहुनेछ आमेन हामी निको हुनेछौँ हामीले मागेको प्रार्थनाहरू प्रभुले दिइसक्नु भएको छ
अबदेखि यस्तो हामी हुने छैनौँ। नो मोर। हिजोको दिनसम्म हामी जसरी दिएका थियौँ, नो मोर। आजैबाट चाहिँ हामी के भएको छौँ? परिवर्तन भएको छ। शैतान तेरो गल्ती अब सुरु भयो। परमेश्वरले मेरो जीवनमा यो कुरा गर्दै हुनुहुन्छ। अब म तेरो कुरा सुन्दिनँ। अब धेरै भयो म गलेको, धेरै भयो म सुकेको। यो बेसीबाट म माथि जाँदैछु। आमेन। हालेलुया। हालेलुया। स्वर्गमा विराजमान हुने जिउँदो परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिँदछौँ। तपाईँ अल्फा र ओमेगा परमेश्वर, अब्राहम, इसाक, याकूबका परमेश्वर। प्रभुजी तपाईँ हिजो हुनुहुन्थ्यो, आज हुनुहुन्छ र अनन्त अनन्तसम्म तपाईँ रहनुहुन्छ परमेश्वर। आज जुन वचन तपाईँले हाम्रो बिचमा पठाउनु भएको छ प्रभु, आज हामी धेरैबाट प्रभु हाम्रो आशा हराएको, प्रभु हामी आफैलाई टुहुरा सम्झिन्छौँ, हामी प्रभु आफैलाई प्रभु हामी हेपिएको, प्रभु त्यागिएको हामी महसुस गर्दछौँ। यो शैतानले विभिन्न विचारहरू हाम्रो जीवनमा ल्याउँछ परमेश्वर। प्रभुजी हामी घोषणा गर्दछौँ, हामी यी कुराहरूको विरुद्धमा हामी बोल्दछौँ परमेश्वर। तपाईँले हाम्रो जीवनमा ती सबै सुकेका कुराहरूलाई, ती सबै मरेका आशाहरूलाई, बिग्रेका ती सबै सम्बन्धहरूलाई तपाईँले जोड्दै हुनुहुन्छ। हामीले ती प्रभु अभावहरू तपाईँले पुरा गर्दै हुनुहुन्छ। शैतानले खोजेर लगेका ती खुसीहरू सबै थोक प्रभु तपाईँले दोब्बर तपाईँले दिँदै हुनुहुन्छ प्रभु। हामी यो कुराहरू हाम्रो जीवनमा घोषणा गर्दछौँ परमेश्वर। आज हामी तपाईँमा भरोसा गर्दछौँ, तपाईँमा विश्वास साथ हामी प्रार्थना गर्दछौँ परमेश्वर। धन्यवाद आज हामीले वचन पठाउनको लागि प्रभुजी। धन्यवाद यो उत्साहको लागि, यो सान्त्वनाको लागि परमेश्वर। अबदेखि उसो प्रभु हामी निराशामा जिउने छैन, लाजमा जिउने छैन, अभावमा जिउने छैन, हामी आत्मामा मरेर जिउने छैन प्रभु। पवित्र आत्माको अभिषेक र शक्तिमा हामी नयाँ आउनेछौँ। हालेलुया। हालेलुया। तपाईँको अचम्म र हृदयको कामहरूलाई हामी हाम्रो जीवनमा देख्दैछौँ। तपाईँले काम गर्दै हुनुहुन्छ। हालेलुया प्रभु। महिमा होस् तपाईँ, येशू प्रभुको नाममा।